ल है साथीहरू, फाइनली नेपालमा चाहिँ केटाहरू मिल्यो रे भन्ने कुराहरू आयो। साथ बुद्धि सहमति पनि भयो भन्ने कुराहरू आयो। राम्रै हो, खुसी लाग्यो। सबभन्दा पहिला त शुभकामना छ। यदि देश बनाउँछ र देश बनाउँछु भनेर अगाडि कोही आउँछ भने त्यसको लागि त हामीले शुभकामना दिनैपर्छ। तर गर्छ कि गर्दैन भन्ने कुरोहरू अझै शङ्काको घेराभित्र र शङ्का गर्ने हामीलाई अझै छुट छ। विगतका काम कुराहरू कार्यशैलीहरू हेर्दाखेरि चाहिँ अलिकति शङ्कास्पद नै छ। भदौ 23 र 24 गतेको त्यत्रो विकराल र हाहाकारको बिचमा होइन आइदिनु पऱ्यो, सम्हालिदिनु पऱ्यो भन्दाखेरि चाहिँ नआइदिएको अवस्था होइन। त्यो कुराहरू सम्झिँदाखेरि चाहिँ कता कता शङ्का छ होइन। अब नेपाली जनताले सुख पाउँछ भने, समृद्ध पाउँछ भने होइन, मिलेर जाँदा राम्रै मिलेर गएको राम्रै कुरा हो। अब दुईजनाको त सहमति भयो, बाँकीलाई चाहिँ ढोका बन्द गरिदियो। अब कुलमानलाई पनि बन्द गरिदियो र अरू अलिकति होइन राम्रै चाहिँ उयो भएकाहरू होइन, फलस भएकाहरू होइन, शुभचिन्तकहरूलाई चाहिँ लगभग राजसभाले बन्द गर्यो। अब दुईजना बिच अगाडि बढ्ने नै जस्तो देखिन्छ। अरू आउनलाई कुनै ठाउँ र घाट राखेको जस्तो देखिएन। मैले जोड्न खोजेको के हो भने अब हार्का साम्पाङ चाहिँ छुट्यो। हार्का साम्पाङ छुट्यो, जो श्रममा विश्वास गर्छ, उत्पादनमा विश्वास गर्छ, राष्ट्रभक्ति र वफादारितामा विश्वास गर्छ। त्यो चिज चाहिँ छुट्यो। त्यो छुटाउन नहुने हो। हुन त हार्का साम्पाङको बोली अलिकति होइन खरो नै बोल्नुहुन्छ। त्यो हिसाबले पनि सायद टिममा नमिसाउने भन्ने हाम्रो अहिलेको टिमहरूमा होला। जसले जे भने पनि संसारको जुनसुकै देशमा हेरौँ, विकास भएका देशहरू अब हेरौँ होइन, जति उत्पादन भएका छन्, जति नयाँ नयाँ चिजहरू आविष्कार भएका छन्, त्यो सबै श्रमले नै भएका हुन्, उत्पादनले नै भएका हुन् होइन, अनुसन्धानले भएका हो। जबकि हार्का साम्पाङले त्यो चिजहरू सबै पार गरेर आइसकेको छ र श्रमले चाहिँ सबै चिज चाहिँ गर्न सकिन्छ होइन। सबै मिलेर चाहिँ श्रम गऱ्यो भने चाहिँ बनाउन सकिन्छ भन्ने खालको तथ्यहरू र होइन परिणामहरू देखाएर नै आफूले प्रमाणित गरिसकेका छन् हार्का साम्पाङले चाहिँ। त्यसो भए हुनाले उत्पादन बिना, श्रम बिना चाहिँ देश विकास सम्भव छैन होइन। त्यो हिसाबले चाहिँ हार्का साम्पाङलाई चाहिँ ल्याएर होइन वार्ता गरेर के गरेर हुन्छ, कसो गरेर हुन्छ, मिलेर अगाडि बढेको राम्रो हो। आफ्नो पसलहरू थापेर हेर्दाखेरि त फेरि भदौ र 23 को आन्दोलनको कुनै औचित्य नै हुने देखिँदैन होइन। त्यसो भए हुनाले हार्का साम्पाङलाई ल्याएको राम्रो, तर ढोका चाहिँ लगभग बन्द नै गरेको जस्तो लाग्यो। हार्का साम्पाङ जतिको होइन देशभक्ति, वफादार भएको होइन, विश्वको कुनै पनि विदेशी शक्ति होस्, देशी शक्ति होस् होइन, कुनै पनि शक्तिहरूसँग चाहिँ जनतामाथि घात हुन्छ भने, बेफाइदा हुन्छ भने चाहिँ आफ्नो स्वार्थको लागि, कुर्सीको लागि चाहिँ कुनै पनि सम्झौता गर्दैन, झुक्दिन भन्ने एउटा स्वाभिमान होइन, इमान्दारिता भएको मान्छेलाई चाहिँ छुट्याउँदाखेरि अलिकति बेमाजा लाग्यो। त्यसो भए हामीले हुन त फेरि हार्का साम्पाङ बिना त सम्भव त छैन। जति नीति परिवर्तन गर्छु, संरचना परिवर्तन गर्छु होइन, अब सुशासनमा परिवर्तन गर्छु भनेर मुखले बोले जस्तो त्यति सजिलो त छैन। हिजो सुशीला कार्कीले पनि त अब 7 दिनभित्र म सबै उथुलपुथुल गराउँछु, जो संलग्न सबलाई समातेर जेल कोर्छु चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका जति पनि त्यो मुद्दाहरू छन् होइन, अब केसहरू छन्, त्यो सबै खोल्छु र सबलाई भटाभट चाहिँ ल्याएर एउटा परिणाम देखाउँछु भन्ने प्रतिबद्धता थियो। अब त्यो शिवखोली त्यही हो होइन, सबै गफैदा रहेछ। त्यसो हुनाले अब कोठाभित्र बस्ने र यावत किसिमका चाहिँ काण्ड र फन्डाहरू भएका मान्छेहरूले चाहिँ सहमति गरेर अगाडि बढ्छु भन्दाखेरि चाहिँ त्यति विश्वास चाहिँ लागेको छैन। कानुन र अनुशासन र उयोका कुराहरू, संरचनाका कुराहरू त्यो त सबै बनिसकेका छन्। संविधान छ, कानुन छ, सिस्टम छ, सबै चिज छ। तर हामीलाई खाँचो भएको त इमान्दारिताको हो नि होइन। इमान्दारीपूर्वक नीति र विधि विधानको कार्यान्वयन गर्ने मान्छे चाहिएको हो नि। हो, कार्यान्वयन गर्ने कर्ताहरू नै फटा
बेइमानी जाली भएर नै देश बिग्रियो हो, अरू केही पनि होइन। अब संविधान उत्कृष्ट संविधान छ भनेर सबैले भनेकै छ होइन, सबै विज्ञहरूले भनेकै छन्, सबै चिज ठिक छ त, कानुन ठिक छ, सबै ठिक छ भनेपछि विकास चाहिँ किन भएन त भन्ने कुरो प्रश्न छ। इमान्दारी त भएन। त्यसो भए हुनाले हार्का साम्पाङ जतिको मान्छे छुट्यो नहुने, हार्का साम्पाङ बिना चाहिँ देशभित्र सुशासन र विकास र उत्पादन र राष्ट्रिय व्यापार घाट होइन, र राष्ट्रिय व्यापारलाई चाहिँ कसरी नाफामा लाने होइन, राष्ट्रिय उत्पादनमा कसरी जोड्ने भन्ने कुराहरू चाहिँ हार्का साम्पाङ बेगर चाहिँ कल्पना गर्न सकिँदैन जस्तो लाग्छ मलाई, मेरो विचारमा होइन। अब हुन त फेरि यो कुराहरूले अब कतिपय होइन, अब राजसभाका समर्थकहरू, बालिनका समर्थकहरूले चित्त नबुझ्ला होइन। फ्याक्ट कुरो, उत्पादन बिना चाहिँ देश बन्दैन। मान्छेको देशमा 24 घन्टा रन हुन्छ, 24 घन्टा चाहिँ मेसिन चल्छ। मान्छे मेसिनसरी चाहिँ मान्छे चल्छ होइन, सुत्न पाउँदैन। चाहिँ एकदमसँगले चाहिँ मान्छे लागि परेका छन्, तब नै विकास भएको छ। अनि नेपाल हाम्रो देशमा हेरौँ, बोलेको भरमा केही हुन्न साथी हो। त्यसो भए हुनाले हार्का साम्पाङ बिना सम्भव छैन जस्तो लाग्छ। बोली रुखो छ, छुचो छ होइन, तर उसको मनमा र उसको उसमा चाहिँ इमान्दारितामा चाहिँ कुनै पनि शङ्का छैन होइन। उसले गर्छ, बोली रुखो भए पनि देशको राज्यको ढुकुटी चाहिँ उसले 1 रुपियाँ नाश गर्दैन र हानि गर्दैन भन्ने चाहिँ मलाई लाग्छ है त। तपाईँहरूलाई के लाग्छ होइन, मलाई चाहिँ त्यस्तो लागेको छ, कुरो त्यो खालको छ। त्यसो भए हुनाले हामी 1 पाउ मासु किन्दा त अनि हड्डी पऱ्यो, छाला पऱ्यो, घाँटीपट्टि पऱ्यो, पखेडापट्टि पऱ्यो, त्यो फाल्थ्यो र यो पाल्थ्यो भनेर चाहिँ काटछाड गर भनेर चाहिँ मासु किन्न गयो भने त्यसो भन्ने मान्छे देश र भविष्य निर्माण गर्ने बेलामा चाहिँ, भोट हाल्ने बेलामा चाहिँ अलिकति सोचौँ होइन, सही मान्छेलाई नै दिउँ भन्ने कुरा हो।